हामी देवानगञ्ज गाउँपालिकाको वडा नम्बर 6 मा आइपुगेको छु। यसलाई साबिक राजगञ्ज सिनबारी भन्ने गर्दछ र मलाई अचम्म के लाग्यो भने यहाँ लटरम्म यो जुन फल तपाईहरु हेरिरहनु भएको छ यो अलैँची हो। हाम्रोतिर विभिन्न प्रजातिका फल पाए पनि म धेरै खोजीनीति गर्दा हाम्रोतिर विज्ञहरूसँग पनि यसो कुराकानी गर्दा जाँदा यता अलैँची हुँदैन तर यसो मेहनत गर्यो भने प्रयास गर्यो पनि जे पनि हुन्छ भन्ने एउटा उदाहरण दिएको रहेछ र कुन ठाउँमा र कसको घरमा रहेछ म स्वयं उहाँसँग परिचय गराउन चाहन्छु। नमस्कार सरको शुभ नाम? नमस्कार, मेरो नाम शिवशंकर मेहता, घर देवानगञ्ज गाउँपालिका वार्ड नम्बर 6। यो जुन पछाडी जुन यो फलेको रहेछ नि लटरममा यो अलैँची हो? हो, यो अलैँची हो। यो मसलाको रूपमा प्रयोग गर्ने अलैँची हो। खास गरेर यो म पनि अब यसको बारेमा त्यति जानकारी नहुँदा पनि मैले अब अरू ठाउँबाट यसको एउटा गानो ल्याएर रोपेर यसको उपलब्धि हेर्दा अब पहिलो वर्ष चाहिँ अलिकति कम फलेको थियो। अब दोस्रो वर्ष यो अहिलेको अवस्था हेर्दा यो लटरम फलेको अवस्था छ। यसलाई अब कृषि क्षेत्रमा आधारित गरेर अब गाउँपालिका म एउटा के ध्यान आकर्षण गर्न चाहन्छु भने अब यसलाई व्यावसायिक रूपमा अब खेतीको रूपमा यसलाई प्रोत्साहन गरेर अब यो खेतीलाई प्रोत्साहन गर्दा यसबाट बढी उपलब्धि हुन सक्ने मैले आशा लिएको छु। अर्को कुरा हाम्रो क्षेत्रमा यता धेरै तरकारी लाउँछ तर बिक्री हुने अवस्था हुँदैन। यो त एकदम धेरै महँगोमा बिक्री हुन्छ। त्यही भएर तपाईले के पालिकासँग अपेक्षा राख्नु भएको छ भने अब यसको बजार भाव हेर्दाखेरि अब मसलाको रूपमा जुन प्रयोग हुन्छ अब धेरै महँगो छ। अब यसलाई अब गाउँपालिकाले प्रोत्साहन गरेर अब यो खेतीलाई अगाडि बढाउँदाखेरि यहाँका किसानहरूले अब राम्रो उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने मैले अपेक्षा गरेको छु। यो त लटरम्म फलेछ। यो अब लगभग यसलाई हार्भेस्टिङ हुन कति टाइम लाग्छ? हार्भेस्टिङ हुन अब रोपेको पहिलो वर्ष त यो फलेन, दोस्रो वर्षबाट सुरु भयो। दोस्रो वर्षमा अलिकति कम फल्यो र तेस्रो वर्षमा आएर अब यो एउटा रुखमा अब यति फलेको हेर्दा म पनि आश्चर्यचकित छु। त्यसकारण अब यसलाई खेतीको रूपमा लाग्दाखेरि राम्रो बेनिफिट हुन्छ भन्ने मैले आशा लिएको छु। ल ठिकै छ, खुसी लाग्यो। कमसेकम यो चिजलाई संरक्षण गरेर राख्नु भएको छ। यसलाई अब हामीले बिस्तारै प्रमोट गर्नुपर्छ। एकदम लटरम्म फलेको देखिन्छ र यसो झट्ट हेर्दा त यति फलेको देखिन्छ। हाम्रो क्षेत्रमा यस्तै डुम्मेर अपनार कहीं नहीं फरे छे ना डुम्मेर खस। लेकिन एकदम धन्यवाद सर, नया चीज़ के एकदम कम से कम प्रमोट करके रख दिलिए। फिर आगामी पाके समय में एक फिर हम वीडियो बनाए समय दिलिए। एक लेल धन्यवाद। इसी सबके एकदम प्रमोट करते रह पड़ले। और नया लोग सब जैसे अब भी देख रहा छे एक शेयर कर देवे। कम से कम देवानगंज के केना के चिन्हे जाना नया चीज़ खोजी अनुसंधान मूलक भै रहा छे। अहूँ सबके घर अगल में नया चीज़ सब अगर छे तो प्रचार करूँ आ नहीं तो अपने वीडियो में टिकटॉक में दियो। जो लोग सब जानते बुझते नया चीज़ करेला अग्रसर रहते। धन्यवाद।